आज खासमा एक हाम्रो सानो नानी पुकुको बर्थडेको लागि चाहिँ चकलेट र केक लागि हामी चाहिँ निस्केको। हेर्दा हेर्दा पुकु 4 वर्ष कम्प्लिट पनि भइसक्यो भनौँ न। हेर्दा हेर्दा त होइन गाउँघरीमा पो अब दिन समय बितेको एकदमै थाहा पाइँदैन। जस्तो मेरो ठुलो छोरै त्यहाँ यत्रो ठुलो भयो मलाई थाहै पाइन। अब हो केक नदिन पैसा यही सकाउने एक्सिस मल छेउमा छ। एक्सिस मलमा त्यही आएपछि त्यही यो चढ्छु त्यहाँ चढ्छु त्यही भइरहेछ। अनि त्यही भएर चाहिँ पुरा नानीहरू पनि पुरा खुसी भइरहेछ। किनभने हामी प्रायः जस्तो सपिङ गर्न आउँदा नानीहरू हमेसा त्यो चक्लेटहरूमा जाने त हामी चाहिँ कहिले पनि बेसी जस्तो दिदिनँ खुप्सेको एउटा दुईवटा। तर आज चाहिँ कतै फेरि नहेर्ने जस्ट बस्ने तर चक्लेट सेक्सनमै बस्ने भइरहेछ। बेसी नटोलिने मेरो हस्बेन्डले चाहिँ हामीलाई त लुगा देखाउनु हुँदैछ हो। अनि त्यही भएर चक्लेट लिनु आएको। अब केक पाइन्छ पाइँदैन डाउटमा छौँ। किनभने हामीले अगाडि अर्डर दिउँला त्यही नाना थरीका चक्लेटहरू। अब कति त हामी मैले त पर्टिकुलर त्यस्तो कुरोहरू यस्तो चक्लेटहरू त बेसी भेराइटी त त्यो थाहा पनि छैन मलाई हो। नानीहरूलाई नै थाहा छ, उनीहरूले हेर्दैछ यो त्यो कुनी के हो। एक्साइटिङ भइरहेछ अब उनीहरूको मनपसन्दको डिपार्टमेन्टमा पसेर चाहिँ हेर्दा चाहिँ। फेरि यो स्कुलमा पठाउने के भन्दाखेरि चाहिँ अब हामीले नपठाऊँ भन्ने होइन, सबै नानीहरूले नै अब आफ्नो बर्थडेमा लिएर आउने गर्छ। जस्तो पनि होस् हो लिएर आउने गर्छ। अन्त नानीहरू चाहिँ यसमा एकदमै खुसी। अब दुईवटा चक्लेट होइन केही दियो भने एकदमै रमाइलो एकदम खुसी हुने। अनि सबैको फेरि हामीले पनि खाइरहेछ लिइरहेछ अब नानीहरूको पनि है स्कुलमा पनि। अनि आफ्नो पनि टर्नमा त अब गर्नुपर्छ नि भनेर चाहिँ यो चाहिँ अब चाहिँ के आउँदैछ भन्दाखेरि यो चाहिँ अब हाम्रो सानो छोरा फुपूको बर्थडे आउँदैछ। अनि त्यस कारणले गर्दा यो चाहिँ हामी स्कुलमा गिफ्ट दिने रिटर्न गिफ्ट भन्दा पनि हुन्छ। स्कुलमा गिफ्ट दिनु लागि चाहिँ यो पहिला त हाम्रो टाइममा थिएन, अहिले त्यस्तो यस्तो दिनु पर्दो रहेछ। ठिकै छ अहिले फिलहाल यही हेर्नुहोस्। भोलि पर्सि अझै देखाउँछु के राति हुन्छ र नानीले सबै मिक्सअप गरिदियो हो। हामीले चाहिँ खासमा अब स्टुडेन्टहरू चाहिँ 19 जना 19 जना छ। अन्त सबै चाहिँ अब हामीले गएर चाहिँ एउटा गिफ्ट कार्ड हामीले नै बनाउने भनेर चाहिँ सबै किनेको छौँ। अब एउटा सबै गरेर गिफ्ट कार्ड गरेर पनि देखाउँछु ल तपाईँहरूलाई है पुपु है। गिफ्टमा चाहिँ यो जान्छ पहिला एउटा, यसकोसँग यो जाने रहेछ, यसमा अब एउटा पेन पनि रहेछ, अनि फेरि एउटा पेन्सिल, अनि एउटा रबर। यो हो गिफ्टको यो पेन्सिल पेन ब्रस बस। यस हजुर Birthday to you. Happy birthday to you. Happy birthday, dear Puku. Happy birthday to you. Happy birthday, Puku. बिहान भयो अनि हामीले नुहाइ धुवाइ गऱ्यो, मन्दिर गयौँ अनि स्कुलमा पठायौँ नानीलाई सबै लिएर है।
अनि चाहिँ फेरि अब बेलुका अब फेरि अन्त स्कुलमा पुगायौँ होइन पुगाएर आएर चाहिँ अनि हामी हत्ता फेरि स्टार्ट गरिदिन्छौँ यो चाहिँ फ्राइड राइस बनिनेको चाहिँ प्रिपरेसन हुँदैछ हो अनि मेरो एकजना साथी छ भन्छु होइन अपर्णा भन्ने उसलाई पनि मैले बोलाएको थिएँ आइज न ल अलिकति हेल्प गरिदिनु भनेर अनि टाइम हेर्नुहुँदैछ 5:15 घरको हालत हेर्नुहोस् मान्छेलाई बोलाएको छु 7:15मा एकदम 7:15 म त घडी एभ्री टाइम हेरिरहेको छु अन्त हेर्नुहोस् सबै सिटिङ रुम ल्याङ बेलाङ हो फ्राइड राइसको तयारीको लागि यहाँ फेरि बनिँदैछ के अरे मन्चुरियन फुलकोपी मन्चुरियन त्यही भएर डार्क सोया हालिराख्नु भएको छ हस्बेन्डले हो अनि त्यो बनिँदैछ यता होइन हामी बेला त चिली सरी के थियो चिकन ग्रेभी थियो होइन मैले गोर्खे अचार बनाएको थिएँ बदाम र टमाटरको चटनी अचार पनि बनाएको थिएँ आलु दम थियो होइन तिनीहरू चाहिँ सबै देखाउनु अब सकेन न साँच्ची आज र कुरा सेलरोटी पनि बनाएको थिएँ सोच्नुहोस् हो कुदा यसमा चलिरहेको छ अब तिनीहरू सबै कुरो खानाहरू त देखाउनु पनि पाइन्न पनि सकिन्न पनि किनभने पछि मान्छे 7:15मा 5:15मा यो छ अब ट्रक्क 2 घन्टामा मान्छे आउँछ भने थाहा छ हालत कस्तो भयो होला हाम्रो है त्यही पनि ठक्कै यो बेलुका अनि जो पनि होस् एकदम फुपूको बर्थडे एकदमै राम्ररी हामीले सेलिब्रेसन गऱ्यौँ हो रमाइलो भयो नानीले पनि एकदम रमाइलो गर्यो हामीले पनि रमाइलो गऱ्यौँ 48 आवर्सको कुदी घरको सबैजनाको चाहिँ एकदम 5 मिनट पनि होइन होला मोबाइलमा चाहिँ अब देखाउनु हो यो तर कुदाइ त नभन्नुहोस् हो कति हो कति त्यो काटेर यति नै हो एकदम राम्रो समय भयो अब भनौँ न जो पनि मजा भयो रमाइलो भयो हो हाम्रो पुकु चाहिँ एकदम खुसी भइरहेछ पुकुलाई एकदम खुसी लाग्यो रमाइलो लाग्यो राति पनि भन्दै थियो एकदम राम्रो लाग्यो मलाई आमा बर्थडे भन्दै थियो हो त्यही त हो है नानीहरूको एकदम उसको चाहिँ यो एकदम बेस्ट फ्रेन्ड है स्कुलको यहाँ उसको नाम चाहिँ हो अन्त एकदम उसको बेस्ट फ्रेन्ड उसलाई पनि सोच्छ कि बेस्ट फ्रेन्ड उसलाई चाहिँ बोलाउनु अन्त उसको आजवटा साथी माथि बस्छ यो गोपाल भन्ने माथि हाम्रो क्या चाहिँ अर्को अलिकति टाढो बस्छ भित्र फेरि बुनेको बाजेहरू आपलाई कहीं तो फोन है भिजा दिया कोई बात नहीं आराम हो गया बच्चा तो खेला अरे लाना बोल गया सामान एक तो बोल के रखा था इसमें हाँ नहीं बन गया वो नहीं काम में आता है लैपटॉप तो कुदाकुदी एकदम यताउति गेमको लागि सबै एकदम देखिँदैन हो तर अहिले चाहिँ टक्कै देखिँदैछ मजाले खाँदिनँ भन्दै थियो नानीले लास्टमा खाना बस्यो फेरि अचम्मको कुरा मैले खिर पायस साँच्ची पायस खिर पनि बनाएको थिएन अन्त यो कतिजना नानीले सबै खाइदियो होइन त्यो गोपाल भन्ने नानीले साह्रै रमाइलो लाग्यो